एउटा त हामीले अहिले यो मेला पोर्साल लगायौँ, रोजगार मेला। त्यो रोजगार मेलालाई यसपालि अलि विरोध गरौँ र 88वटा पालिकाको अध्यक्षजीहरूलाई पनि बोलाउँ, बाँकी 87वटा धनगढीलाई छोडेर बोलाउनु। यस्तो कुरा मन्थन गरौँ, के हुनसक्छ त? धनगढी उपमहानगरपालिकाको डेभलपमेन्टमा मात्रै सीमित हुँदैन। सुदूरपश्चिम भएपछि गेटवे त त्यही हो, महेन्द्रनगर धनगढी। हामी चाहिँ आफ्नो भन्नु किन नगर्ने? किनभने जब चाहिँ भिलेज एरियामा पैसा आम्दानी हुन्छ, खर्च त अर्बन एरियामा आएर गर्छ नि उसले। त्यो त एउटा सिम्पल फर्मुला हो। त त्यहाँ पैसा आयो भने त हाम्रो यहाँ पैसा आइहाल्छ नि। हामी चाहिँ नि त्यसरी जाउँ भनेर हामीले यसपालि नीतिमा पनि पास गऱ्यौँ। त्यो कुरा पहिले के थियो नि, नीतिले बेन्ड गरेको थियो कि हामीलाई। यसपालि हामीले नीतिमा होइन सर, नीतिमा पनि के गर्यो भने हामी अरूसँग पनि सहकार्य गर्ने भनेर। अघि उहाँले कसले भन्नुभयो, यसपालिको लक्ष्यमा हाम्रो के छ भने सुदूरपश्चिमलाई हामी देवभूमिको रूपमा इस्ट्याब्लिस गर्नुपर्छ भन्ने छ के।